Recording, yes. Hello friend, welcome back to my new video. हजुरहरुलाई यो चाहिँ मेरो फर्स्ट ब्लग है, च्यानलको एकदमै फर्स्ट ब्लग र च्यानल एकदम रिफ्रेश भएर नयाँ भएर आछ। यसको पछाडि एकदमै धेरै रिजनहरु छ र मैले फर्स्ट ब्लग आजबाट स्टार्ट गरेको छु हैन, धेरै टाइम पछि भिडियो बनाइरहेको छु र यो मेरो एकदमै फर्स्ट ब्लग हो है। र यो किन फर्स्ट ब्लग हो भनेर चाहिँ म एक दिन एकदमै छुट्टै भिडियो बनाउँछु र YouTube कति धेरै सेन्सिटिभ छ भन्ने कुराको पनि भिडियो बनाउँछु एक दिन हजुरहरुलाई। र यत्रो दिनदेखि भिडियो एउटा पनि नबनाइ बसेको थिएँ हैन। यो रिजन एकदमै यति ठुलो रिजन छ, यो म सब शेयर गर्नेछु ताकि हजुरहरु पनि भिडियो बनाउनुहुन्छ भने हजुरहरुलाई पनि यति धेरै इम्पोर्टेन्ट हुनेछ त्यो पुरै छोडिदिनुस्। र आजबाट एकदमै कन्टिन्यू भिडियो बनाउने छु, म भ्लगहरु बनाउने छु है। र फ्रेन्ड पहिला जस्तै प्लिज सपोर्ट गरिदिनुहोस्। र अर्को कुरा के भन्नुहुन्छ भने जस्तो मैले भिडियो कति दिनदेखि बनाइरहेको थिइनँ है, तर मलाई धेरैजनाले मिस गर्नु हुँदो रहेछ किनभने मलाई धेरैजनाको फोन आएको थियो मेसेन्जरमा है अनि व्हाट्सएपमा। यति धेरैजनाले सम्झिनु भएको थियो नि हजुरको भिडियो आएको छैन भनेर हैन। सो यो देखेर चाहिँ मलाई एकदमै खुसी मतलब कस्तो त्यो फिलिङलाई मैले एक्सप्लेन गर्नै सक्दिनँ क्या, मतलब त्यस्तो भइरहेको थियो हैन। र मलाई एकदमै खुसी लाग्यो। र फ्रेन्ड मेरो अब भिडियो एकदमै कन्टिन्यू हुनेछ, हजुरहरुले पहिला जस्तै सपोर्ट गरिदिनु होला। र अहिले मेरो यो च्यानलमा एउटा पनि भिडियो छैन, यसको रिजन एकदमै ठुलो, एकदमै अति नै ठुलो छ हैन। एक दिन म शेयर गर्छु, एडिट गर्न अलिकति धेरै टाइम लाग्छ। सो मैले अहिले चाहिँ त्यसको क्लिपहरु चाहिँ पुरा राखेको छु हैन, तर एडिट गरेको छैन। र है पहिला जस्तै सपोर्ट गर्न नबिर्सिनुहोस्, भिडियोलाई एन्डिङसम्म हेरिदिनुहोस् सधैँभरि हैन। अनि यति नै, अब के भन्ने, फर्स्ट भ्लग हो है। सो भोलिदेखि एकदमै कन्टिन्यू भ्लग आउनेछ, एकदमै कन्टिन्यू आउनेछ। र चिसो एकदमै धेरै तराईमा त यति धेरै चिसो बढाएको छ, बिहान र बेलुका मात्रै, तर दिउँसो चाहिँ एकदमै गर्मी छ फेरि। बिहान र बेलुका चाहिँ धेरै चिसो बढाएको छ। सो म पनि एकदम मोटो लुगा लगाएर बसिरहेको छु। हजुरहरु पनि आफ्नो केयर गर्नुहोस् र स्पेशली पहाडी क्षेत्रमा जति पनि बस्नुहुन्छ उहाँहरूले विशेष गरेर केयर गर्नुहोस्। र आजको भिडियो यति नै, अब एकदमै भिडियो चाहिँ आउने नै छ। सो प्लिज फ्रेन्ड लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नबिर्सिनु है। बाई बाई।